हेलो सेवानी सबैमा, म रूपा कार्की। आज पनि एउटा छोटो कविता लिएर उपस्थित भएको छु। यो कविता चाहिँ मैले मेरो साथी सोनामित लेप्चा म्यामलाई डेडिकेट गरेर लेखेको छु। हिजो मैले सुने उहाँको पनि ट्रान्सफर भएछ है। हुन त उहाँ आफ्नो होम प्लेसमा जानुभएको हो, ठिकै हो, त्यो खुसीको खबर हो। तर उहाँ चाहिँ मेरो यति साह्रो मिल्ने साथी हो कि हामीले लुम्से सिनियर सेकेन्ड्री स्कुल गान्तोकमा हामीले धेरै वर्ष ड्युटी गऱ्यौँ उहाँसँग। म पनि यता गेजिङ आएको चाहिँ 3 सेप्टेम्बर 2024मा चाहिँ मेरो अर्डर आएर मैले त्यही दिन रिलिभिङ लिएर 4 सेप्टेम्बर 2024मा चाहिँ मैले गेजिङ चोङचोङ प्राइमेरी स्कुलमा उयो गरेँ, जोइन गरेँ। म चाहिँ यति साह्रो सिन्सियर ड्युटी गर्ने, ड्युटीमा कहिले पनि नेग्लेक्ट नगर्ने मान्छे के हो। अन्त त्यो टाइममा चाहिँ 3 सेप्टेम्बर 2024मा चाहिँ मैले त्यो स्कुलबाट निस्किएर जाँदा चाहिँ मेरो साथीहरू यति साह्रो बेसी रोयो क्या, यति साह्रो बेसी रोयो। त्यहाँदेखि मैले यति साह्रो साथीहरू बेसी कमाएको थिएछु है, मलाई थाहा पनि थिएन क्या। अन्त मैले कसैलाई पनि बिझाएको थिइनँ रहेछु, कसैलाई पनि नराम्रो गरेको थिइनँ रहेछु होइन। मेरो पनि ट्रान्सफर मिल्यो भने त्यही स्कुल जान्छु भन्ने इच्छा छ नि त। गएँ नै भने पनि मैले सबै पाउँछु, टेबल त्यही पाउँछु होला, चेयर त्यही पाउँछु होला। तर मिल्ने साथीहरू, मेरो पुरानो साथीहरू त मैले पाउन सक्दिनँ नि त। त्यसैले म अलिक भावुक पनि भएँ है, माफी चाहन्छु। मेरो कविताको शीर्षक छ प्रिय साथी। प्रिय साथी, तिमी मेरो प्रिय साथी, खै के भनौ साथी, म पनि फर्किआउँला भन्दा भन्दै तिमी पनि ट्रान्सफर भइसकेछौ साथी। त्यही स्कुलको प्राङ्गण, सँगै बस्ने चौकी, टेबल, हाम्रो स्टाफ रुमको एक कुना। म त्यहाँ पुग्दा सबै मिल्ला साथी, तर तिमीसँग भेट हुँदैन नि साथी। आउँछु त आउँछु नै आउँछु, तिमी बिना शून्य शून्य लाग्नेछ ती स्कुलको कम्पाउन्डहरू। मेरो विदाईमा खुब रोएका थियौँ हामी, भनेकै थिएँ एक दिन फर्किआउने छु म पनि। तर तिमी जस्तो साथी नपाउला फेरि पनि। जे भयो त्यस्तै भयो, हामी छुट्टिनु त छुट्टिएकै थियौँ 1 वर्ष अघि नै साथी। फेरि पनि छुट्टिएछौँ त्यही स्कुलमा नभेट्ने गरी। जति नै टाढा भए पनि साथी, माया सम्झनाहरू सँगालेर राखौँला जुनी जुनीभरि साथी। प्रिय साथी।